यहाँले चाहिँ मैले आफै म इन्फर्टिलिटी पेसेन्ट हो भनेर सेयर गर्नुभएको थियो। यहाँको अलिकति हामी कुरा सुन्न चाहन्छौँ। यहाँको चाहिँ बिहे भइसकेपछि कति वर्षसम्म बच्चा भएन र यहाँलाई चाहिँ म ओहो बच्चा हुँदैन कि भन्ने कुन बेला फिल भयो? एकदम फिल भयो। म चाहिँ एक्चुअली मेरो त लेट म्यारिज नै हो होइन। मेरो बिहा हुँदाखेरि 33 इयर्स भइसकेको थिएँ। अनि त्यतिखेर चाहिँ अब मैले एउटा नेपालको पोस्ट ग्रेजुएट डिजिओ डिप्लोमा इन अब्स गाइनिक गरिसकेको थिएँ। प्लस अनि एमआरसिओजी पार्ट 1 पनि गरिसकेँ। पार्ट 2 को लागि जान मात्रै बाँकी, युके जान मात्रै बाँकी थियो। अनि मैले त अब डिजिओ गर्दा गर्दै मेरो बिहा भयो। बिहा गरेर फर्स्ट 3 मन्थ्स चाहिँ म ट्राई गरेनौँ हामीले। मेरो त्यो डिजिओको एक्जाम बाँकी थियो। अनि ट्राई गर्न थाल्यौँ। अब 33 इयर्स 6 मन्थ ट्राई गरेर नभएपछि त मलाई वरि हुन थाल्यो। के खराब छ कि भनेर मैले टेस्ट गर्न थालेँ। अनि टेस्ट भने आफैले आफ्नो टेस्ट त गर्न भएन। म त्यो बेलाको रिनाउन गाइनोकोलोजिस्ट, नाम नलिउँ होला, रिनाउन गाइनोकोलोजिस्ट कहाँ गएर उहाँसँग कन्सल्ट गर्दाखेरि मलाई चाहिँ चित्त बुझेन। त्यो बेला आई वाज सो फ्रस्ट्रेटेड है। गएँ अनि त्यो त्यस्तो हुलमा एकदम धेरै पेसेन्ट हुन्थ्यो हुलमा। अनि ल तिमी यो क्लोमिफेन साइट्रेट भन्ने हाम्रो मेडिसिन छ, 3 महिना यो औषधि खाऊ, ट्राई गरेर भइहाल्छ नि भनेर पठाउनु भयो। आफूलाई कत्रो चिन्ता छ त्यहाँ है। अब मैले त पढ्न पनि जानु बाँकी छ। म त बच्चा पाएर अनि आमालाई छोडेर पढ्न जाने भन्ने प्लान थियो। 6 महिनामा नभएपछि केही न खराब त छ होला पक्कै, के छ। सिमेन एनालाइसिस गर पनि भनेन मलाई, हस्बेन्डको टेस्ट गर पनि भनेन, मेरो ब्लड टेस्ट पनि के पनि गरेन। यो खाऊ ट्राई गर भनेर पठाउनु भयो। 3 महिना मैले खाएँ, ट्राई पनि गरेँ, भएन है। नभएपछि अब त भएन, अब त के गर्ने है। देन आई स्टार्टेड हुन्छ नि अब के टेस्ट गर्नुपर्छ सबै टेस्ट गरेँ। अनि लक्कीले मैले डाक्टर जुन थापा भेटेँ त्यो बेला है। सी वाज सो नाइस। अनि उहाँले चाहिँ मलाई के भन्यो भने तिम्रो युट्रस अलिकति रेट्रोभर्टेड रहेछ बाबा। अनि उसले चाहिँ अब हुन्छ नि रिलेसनको खोइ के ऊ पनि टेक्निक पनि सिकाउनु भयो, टिप्सहरू दिनुभयो। लाइक हुन्छ नि तिम्रो पार्टीको पछाडि फर्केको रहेछ। अनि तिमीले चाहिँ रिलेसन गरेपछि हाफ एन आवर चाहिँ तिमी नउठ है पनि भन्नुभएको याद छ मलाई है। त्यो स्पर्मलाई माथि जानलाई अलिकति टाइम दियो, नउठ भन्नुभयो। त्यो पनि हामीले एप्लाई गऱ्यौँ, भएन। नभएपछि उहाँले अब एकचोटि तिमी ट्युबको टेस्ट गर है, फ्यालोपियन ट्युबको टेस्ट गर भन्नुभयो। त्यो बेला हिस्टेरोसाल्पिङ्गोग्राफी मात्रै थियो। अहिले चाहिँ अर्को पनि छ उपाय। अहिले चाहिँ अल्ट्रासाउन्डबाट सोनोसाल्पिङ्गोग्राम विच इज बेटर भने उसको प्रोज कन लाइक दुइटैको आफ्नो आफ्नो फाइदा बेफाइदा छ। त्यो चाहिँ अब हिस्टेरोसाल्पिङ्गोग्राम गर बाबा भन्नुभयो उहाँले। सी वाज सो लाइक हुन्छ नि एउटा त्यो गुड ह्युमन बिइङ के डाक्टर जुन थापा चाहिँ उहाँले राम्रो सजेस्ट गर्नु, माया गरेर कुरा गर्नु भने। अब हामीलाई त हुन्छ नि यो इन्फर्टाइल पेसेन्टलाई चाहिँ त्यो काइन्डनेस, त्यो माया एकदम इम्पोर्टेन्ट है। अनि मैले एचएससी गरेँ उहाँले भन्नुभएपछि। एचएससी भनेको अब अहिले पनि धेरै पेसेन्टहरूले गर्छन्, इट इज भेरी पेनफुल। त्यो एचएससी चाहिँ एकदम पेनफुल छ, एसएससी अलिकति कम पेनफुल। तर मलाई त याद छ त्यो एचएससी गर्दाखेरि म त एकछिनलाई ब्ल्याकआउट भएर फेन्टै भएको थिएँ। त्यही भएर अहिले चाहिँ मैले के गर्छु भने पेसेन्टहरूलाई सोध्छु क्यान यु टोलरेट पेन, टोलरेट गर्न सकेन भने म अलिकति सेडेसन गरेर गर्छु भनेर पेसेन्टलाई कम्फर्ट दिन्छु। त्यसैले आफूले भोगेको छ है। अनि एचएससी गर्यौँ, त्यो पछि ठ्याक्कै कन्सेप्ट भयो मेरो